नमस्ते साथी हो। आज विश्वकर्मा पूजाको दिन मैले नयाँ युट्युब च्यानल खोलेको छु। त्यसले गर्दाखेरि आज विश्वकर्मा पूजा गर्ने दिन सबै नेपालीहरूलाई शान्ति, सुरक्षा र रोग कसैलाई नलाओस् भनेर शुभकामना दिन चाहन्छु। त्यसमा सबै साथीभाइहरूलाई मेरो युट्युब हेरिदिनु लाइक गरिदिनलाई अनुरोध गर्दछु। लाइक कमेन्टहरु गरिदिनु पर्यो लाइक हैन, कमेन्ट अनि यो च्यानल सब्स्क्राइब गरिदिनु पर्यो। यो च्यानल सब्स्क्राइब गरिदिनु पर्यो। अनि हामी भण्डारी पसलमा दुधको चिया खाँदैछौँ। अनि माथि भण्डारी अङ्कल चाहिँ के बनाउँदै हुनुहुन्छ? चिया बनाउँदै हुन्छ हाम्रो भण्डारीजी। भण्डारीजी चाहिँ हाँसे हुन्छ। आज कुखुरा काट्ने भनेर बाहुनको छोरो कुखुरा खाने रे, अनि त्यही भएर उहाँ अहिले कुखुरा खाँदै हुन्छ। खाना खान आउनु भएको रहेछ। खाना रहनुभएको छ। कुखुराको मासु एक्लै खाना खान आउनु भएको छ। अनि कुखुराको मासु हालेर आज अनि तपाईँको मुख रसाएको छ कि छैन त? एक्लै खानु आँटेको किन मासु दिएपछि नरसाउने कुरै छैन भने सर होइन। भरे अङ्कलको पेट दुखो भने मै हो कि जाँड हो अब त्यो थाहा भएन। जाँड हो नि, जाँड जस्तो देखिन्छ। भण्डारी सरले जाँडै हाल्नुको। जाँडसँग भात खान आउनु भयो कि के हो अङ्कल? ए अङ्कल जाँडसँग भात खान आउनुभयो क्या? ल अहिले यति भन्दैमा दुई कुरा यहीँ राख्छु। अनि आजको भिडियोलाई के यतिमै? आजको भिडियो सबैले सब्सक्राइब गरिदिनुहोस्, सब्स्क्राइब गरिदिनु, लाइक गरिदिनुहोस्। त्यही हो। ल पहिलो भिडियो होइन यो। अब यति बनाइसक्यो नि ठ्याक्कै क्या।